तो चलिए सुरु करते हैं। हाम्रो चाहिँ आज जितौरी सबैजनाले बसेर खाँदैछौँ है साथीहरू। ल चाहिँ हान्दिउँ न त। केटा सेकेन्ड चोटि गयो फेरि सेकेन्ड चोटि ल्यायो अहिलेको चाहिँ आगो बाली हाल्यो फेरि केटाहरू जङ्गिसक्यो थर्ड चोटि पनि हुनसक्छ जङ्गिँदै गएपछि हेर्नुपर्छ होइन। अब अर्को पनि भिडियो आउनु सक्छ होइन। अब क्यामेराम्यान त म देख्नु मिल्दैन तिनजना यता देखाउँछ क्यामेराम्यानलाई। यो अब क्यामेराम्यान यस्तो परेछ भागमा यस्तो यस्तो परेछ अब खानै पर्यो होइन। होइन यहाँ चाहिँ मामा र मामा दुइटैले भाग लाउँदैछ। यता दाजु यता दाजुले पनि छान्दैछ। दाजुले छानिसक्यो कुन खाने भयो भिडियो रोक ल त्यो चाहिँ फुकेर टक्क मिलाइसक्यो है। हाम्रो चाहिँ यी छ है सुङसै छ हाम्रो चाहिँ ल टक्क क्यामेरामै मिलो ल हाम्रै मिलाउनु पर्छ भाइ हाम्रो मिलाउनु। A few moments later. दादा प्लिज यो बियर चाहिँ छोड्नु दादा म उठाउँछु के। बियर त हुँदैन मलाई हातमा समातेर उठा चप्पल दादा अनि बियरै खाँदैन मेरो बियर त चुप 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 बियर त अहिले परे त चुप त चुप तलमा बरु जसरी पनि लान्छ। ओ बुझ्थ्यो काकालाई उठा न चप्पल उठा मेरो माछ त्यो चप्पल कहाँ छ भन्दा म त साथीहरूसँग होइन गाई चरु साथीहरू भेटेपछि रमाइलो गरौँ भन्छु। साथीहरू दिनुहोस् दादा चाहिँ फेरि लास्टै ल्याएको भने पर्दा मामा त मेरो ज्ञान छ कि पर्दा मामा त मेरो चप्पल ल्याउन रुको जरा सबर करो बोला धक्का होइन मामा दिनुहोस् दादा मेरो माउली दाजु मेरो चप्पल ल्याउन यहाँ सुन्नु मेरो माउली दाजु अघि मेरो चप्पल चाहिँ खोइ त तपाईँको चप्पल हरायो भने म किनिदिन्छु बरु होइन। किनिदिनु पर्यो मेरो मोबाइल मेरो चप्पल त ल यो तपाईँको मोबाइल त नपसार्नु न दादा यो त होइन मान्छे भइसकेको छ नि जति खाए पनि आफ्नो दिमागलाई कन्ट्रोल गर्न सक्नुपर्छ के। किस ढोल के लिए भौंक रहे हैं अब यहाँ गटर बंद रख मारू यहाँ से भागना है कि नहीं एक्टिंग है ऊ बुझ्थे त्यहाँ पर्दा आमालाई चोट चाहिँ माले अरू चाहिँ केही नगरे पर्दा मामालाई एउटा मात्रै नि फेरि सबै झिक्लास नि पहिला मेरो चप्पल ल्याउन आसम भाइ पर्दा मामालाई त्यहाँ सुत्नु दे मेरो चप्पल मलाई हाम्रो पर्दा मामा होइन चप्पल ल्याउन तिम्रो कुरा म तपाईँलाई पनि मान्छु होइन। ल दिनुहोस् पर्दा मामालाई पनि मान्छु होइन। तपाईँ दिनुहोस् दादा पर्दा मामा होइन। त्यो चप्पल कस्तो छ भन्दा तपाईँहरू हेर्न यसको जोडीले तपाईँको पर्दा तपाईँ कहाँ हो पो त ओइ त्यहाँ चाडा बियर सब फुटभन्दा म त फेरि कुट्छु नि म त फ्रेस भएको छु नि सल्काना खोइ पर्दा मामी आएर लिएको चुरोट तलले मैले भर्खर दिएको अहिले म्याच मैले हटाएको साथी मलाई त्यस्तो गाली नगर न आधी घन्टा छोडेर त्यसलाई आधी घन्टा त हामी म्याच होइन गाइस मेरो त बियर र डिउ चाहिँ सुन्के छ र हजुर दादा छोडेर अनि त्यसपछि जाने हो ल दादा सुत्नु न माछ गर्न गयो माछ चिक्नु होइन क्या मेरो दादा र मामा चाहिँ गयो क्या भित्तामा ऊ पर्दा मामा तपाईँ सुत्नु ल कि भान्जाहरूले खाइदियो भनेर गुनासो छ ए मामा त्यस्तो नभन्नु ल तपाईँ सुत्नु ल मामा चुप घर लाने कुरा गर्नु न हेर केटा गाउँमा धेरै ठुलो लफडा हुन्छ गाउँमा लग्यो भने होइन मलाई यसै गाली त गर केटा ओ त्यहाँ नखाएको बियर चाडा छ है केटा फेरि सबैले दिनुहोस् दादा बस्नु न सबैले दिनुहोस् दादा म एक्लै हैन दादा